म आफ्नो मर्निङ वाक सकाएर अनि ठ्याक्क चाहिँ आज तक लगाएँ अनि तपाईँको चाहिँ के आउँछ भने विशाखापट्टनमको चाहे अन्तर्राष्ट्रिय योग दिवस मनाउन निम्ति भारतका प्रधानमन्त्री मोदीज्यू आफै पुग्नुभएको छ। त्यसपछि भन्दैछु जेपी नड्डाजी पनि आउँदै हुनुहुन्छ। जेपी नड्डा भनेको भारतीय जनता पार्टीको अध्यक्ष आउँदै हुनुहुन्छ। योगको महत्त्व कस्तो छ भने तपाईँ योग गर्नुहुन्छ भने अघिबाट टाढा पक्कै बढ्नुहुन्छ। मैले पनि यो कुरा गरेको प्राय म पनि गर्न गर्छु, तर जब समयको अभाव हुन्छ, अब राजनीतिक कर्मी भनेपछि आफ्नो कामहरू जनताको काम चाहिँ हुनेछ, त्यो भएर हामीले पर्याप्त पनि हुन्छ। तर अब हामीले के गरेछौँ भने बिहान 5 बजे उठ्ने, 5 बजेदेखि लिएर 6:30 बजेसम्म आफ्नो काम सम्पन्न गर्नु। मर्निङ वाक भयो, योग भयो, अब यो चाहिँ परिणाम भयो, केही एक्सर्साइज पनि म गर्दछु। अब यसबाट शरीर चाहिँ शुद्धि पनि हुन्छ र रक्त सञ्चार पनि तपाईँको राम्रो हुन्छ। जादु महात्माहरू जति पनि तपाईँहरू बुझ्नुहुन्छ अन्तर्यामी भन्छ, त्यो त्यही बेला हुन्छ जब योगबाट चाहिँ गएको। योग गर्नाले तपाईँको कुण्डली जागृत पनि हुन्छ। कुण्डली जागृत भएपछि तपाईँ आफ्नो वर्तमान भूत भविष्य तपाईँ आफै हेर्न सक्नुहुन्छ। तर कुण्डली जगाउन सामान्य कुरो होइन। त्यस्ता व्यक्तित्वसँग पनि मेरो कुरा भएछ र मेरो